के तपाईँ मेरो सेयर र डिमेट एकाउन्ट रिन्यू गर्न चाहनुहुन्छ? आउनुहोस् अब खल्ती एपबाट सजिलैसँग रिन्यू गर्न सक्नुहुनेछ। मेरो चाहिँ यसमा छ सेयर रिन्यू गर्नुपर्ने भएकाले सेयर यसरी रिन्यू गर्न गइरहेको छ। यसमा चाहिँ मेरो क्यापिटल लिमिटेड रहेको छ र यसमा क्लाइन्ट आइडी पनि राख्नुपर्ने छ। क्लाइन्ट आइडी राखिसकेपछि चाहिँ अब यसमा अप्सन आउँछ कति वर्षसम्मको लागि गर्ने भनेर चाहिँ म चाहिँ 1 वर्षको लागि मात्र गर्छु। यहाँ अप्सनहरू देखाएको छ 1 वर्ष 2 वर्ष 3 वर्ष कति वर्षको लागि गर्ने भनेर यहाँ देखाएको छ र म चाहिँ सेयर मात्र गर्छु। डिमेट पनि देखाएको छ, सेयर पनि छ, तर डिमेटको लागि चाहिँ मेरो चाहिँ 84 सम्म रहेकोले चाहिँ म चाहिँ सेयरमा चाहिँ गर्छु। सेयरको चाहिँ मेरो डेट सक्न लागेको छ, त्यसैले मेरो सेयरमा टच गरेर म चाहिँ 1 वर्षको लागि मात्र गर्छु है रिन्यू। अब तपाईँले पनि यसरी रिन्यू गर्नका लागि यसरी गर्न सक्नुहुनेछ है। अब म चाहिँ यसमा नेक्स्ट गर्छु है। नेक्स्ट गरिसकेपछि अब यसमा छ अब यहाँ एमाउन्ट देखाएको छ यति काट्छ भनेर 1 वर्षको लागि एमाउन्ट काटेर यसमा नेक्स्ट गर्छु। नेक्स्ट गरेपछि कन्फर्म योर पेमेन्ट डिटेल भनेर यहाँ सबै देखाएको छ है यति काट्यो भनेर। अब प्रोसेस भयो योर पेमेन्ट, मेरो पेमेन्ट चाहिँ प्रोसेस भइसकेको छ। अब मेरो चाहिँ सेयर रिन्यू भइसकेको छ है। अब मेरो चाहिँ सेयर रिन्यू भइसक्यो। तपाईँले पनि सेयरहरू रिन्यू गर्न चाहनुहुन्छ भने यही भिडियो हेरी मार्फत पनि गर्न सकिन्छ है। म चाहिँ अब चाहिँ मेरो सेयर लगइन गरेर देखाउँछु। मेरो चाहिँ डेट सक्न लागेको थियो र मेरो डेट सक्न लागेको थियो यो सेयरको। अब मेरो फेरि 1 वर्षका लागि चाहिँ मैले रिन्यू गरिसकेको छ। यहाँ देखाउँछ सेयर कति दिनको लागि भनेर, कति वर्षको लागि भनेर यहाँ देखाउँछ है, हेर्न सक्नुहुनेछ। यहाँ अब लगइन भइसकेपछि यहाँ माथि टच गर्नुपर्ने छ है। टच गरिसकेपछि यहाँ देखाइएको छ रिन्यू योर एकाउन्ट भनेर देखाएको छ। मेरो सेयर एक्सपायर डेट देखाएको छ 2027 2 महिना 25 एडीमा चाहिँ एक्सपायर हुन्छ र देखाएको छ। डिमेट चाहिँ 84 सम्म